आज हामी सेवारीमा छौँ। अहिले हाम्रो निजी फर्म सुनसरी बहुद्देश्य कृषि फर्ममा आफ्नै मेसिन किनेर यहाँ आफ्नो ब्लक इँटा चाहिँ निर्माण हुँदैछ र हामी यहाँ सबैजना मिलिजुली यहाँ रमाइलो गर्दै इँटा बनाउँदै हामी यहाँ विभिन्न किसिमका संरचनाहरू बनाउँदैछौँ र अब यो संरचना बनाउनको लागि भवन बनाउनको लागि हामी इँटा नकिनिकन आफैले उत्पादन गरेर अब यो 4 जनामा 400 देखि 500 वटा चाहिँ इँटा बनाएर यो सम्पूर्ण यो 4 बिघा फैलिएको यो कम्पाउन्ड रहेको यो कम्पाउन्डमा हामीले काम गर्दैछौँ र यो 3 बिघा अवस्थामा हामी यो निर्माण कार्यहरू चाहिँ एकदमै सुचारू गर्दैछौँ र यहाँ छेउमा हामी देखिसकेका छौँ ड्रागन फ्रुट उत्पादनको लागि हामीले त्यहाँ काम गरिसकेका छौँ। यहाँ 770 फिट रहेको यो कम्पाउन्ड चाहिँ लगभग पुरा भइसकेको छ। नजिकमा रहेको त्यो चाहिँ तपाईँको एउटा गेट अनि छेउमा रहेको पुल र यहाँ चाहिँ तपाईँको यो गोदाम र चाहिँ स्टाफ रुम निर्माण कार्य धमाधम हुँदैछ र अन्य कामहरू चाहिँ यो चाहिँ धान लागेको कारणले गर्दाखेरि यो धान काट्न केही समय लाग्नेछ र यसपछि धान काट्ने बित्तिकै तपाईँको यहाँ विभिन्न प्रकारका तपाईँको बङ्गुर पालन, हाँस पालन अनि त्यसपछि बाख्रा पालन, त्यसपछि माछा पालन, ड्रागन फ्रुट लगायत विभिन्न किसिमको यहाँ उत्पादन हुने हामी अपेक्षा राखेका छौँ र हामी हेर्दैछौँ यहाँ हामी अनिल चौधरीको परिवार र म आफ्नै परिवार गरेर यहाँ 8 जना हामी संयुक्त रूपमा चाहिँ रमाइलो गर्दै हामी यहाँ कामदारहरूसँग यो ब्लक बनाउने काम जारी छ र आशा गरौँ तपाईँहरूको माझमा 1 वर्षभित्रै विभिन्न प्रोडक्ट लिएर आउने नै छ भन्ने आशा गर्छौँ। एकदम यहाँ चौधरी आफै पनि भिडेर यहाँ रमाइलो गर्दै हुनुहुन्छ र यो भिडियो तपाईँहरू हेरिदिनु भएको भावमा चाहिँ सबैलाई धन्यवाद। यसो भिडियो मेरो पनि लास्ट